हेलो एभ्रिवान, वेलकम ब्याक अनदर ब्लग। नयाँ ब्लगमा फेरि स्वागत छ एकचोटि। अब ब्लग खासै आउँदैन, बाहिरतिर पनि गएको हुँदैनौँ। अनि आज चाहिँ अब स्कुलमा काम गर्थ्यौँ नि त हामी, अनि स्कुलमा काम गर्ने भएर के अरे आज चाहिँ पिकनिक रे क्या स्टाफहरूलाई। होइन ठुलो भयो कता जाने रे आज? कुन ठाउँ रे? रिटायर आर्मी अनि फेरि ठाउँको नाम चाहिँ थाहा छैन त्यत्तिकै। अब जाने भनेर मात्रै भने उतै गएर हेरौँ न। सर म्यामहरूलाई फेरि यहाँबाट गएर गाडी निकालेर लिन जानुपर्ने छ। अनि त्यसपछि गएपछि थाहा हुन्छ। ल हेर्दै जाउँ न। हिँड्न त हिँडेको, अब टायरै पम्चर भइदिएछ, खत्तम भइदियो। ए पछाडिको टायरै, अब टायर फिट गरेर अब बल्ल जाने। सर म्यामहरूलाई हिँडेर बोलाएको, अब हिँडेर आयो भने आयो, नभए फेरि लिन जानुपर्ने हुन्छ। गाह्रो छ हो। अब चाहिँ हामी हिँड्न लागेको, सर म्यामहरूलाई लिन जाँदै हो। टायर फिट गऱ्यो, अब गएर ट्याक्क भ्यूहरू हेर्दै जाउँ है त सबैजना। ल फाइनली रिसोर्ट नै आइपुग्यो, केबिआर रिसोर्ट रे। रिसोर्ट आइपुग्यो। भित्र के कस्तो छ हेर्नु जानुपर्छ। गाडी राखेको हो बाटो छेउमै। कता गयो त? हिँड्नु नि तपाईँ सर जस्तो मान्छे। कंट्रोल अगाडि हिँड्नु नि। यो रिटायर आर्मी। ल रिसोर्ट ठिकै छ, खासै नराम्रो नि छैन। रमाइलै छ। खाना नि खाइयो, एक निन्द्रा नि सुतियो गाडीमा। यो प्रोग्राम चाहिँ नसकिने भयो। कहिले सकिँदैन, खाने छ। एक निन्द्रा सुतिसक्यो, के मिटिङ बस्या हो। पानी तिर्खा लाग्यो। अब ए पानी खाने भने त बोतलै पनि ल्याउनु बिर्सेछ। क्या गुन्डा बनेगा रे तू? गाडीमै पो छोडेर आएछ। गाडीहरू कुदै सुत्ने भनेको सुत्या जस्तो भयो थियो, डिस्टर्ब गरेर। गाह्रो छ यो जिन्दगी। बोतलै पो लानु बिर्सेछ। ल हेर्दै जाउँ।
अब अझै सर म्यामहरू नाच्ने बाँकी होला कहिले नाचेर सक्नु कहिले घर जाने मिटिङै सके छैन होला अब रिसोर्टमा प्रोग्राम नसकिने भयो अब दुईजना घुम्न जाने हो मस्त कहिले सकिने कहिले सकिने एक राउन्ड घुम्ने मासतिर जङ्गलतिर अनि आउने हो के गर्नु 4 बजे आइसक्यो अझै सके छैन यहाँ माथि घुम्ने ठाउँ छ अरे के अब्बाले यसो हेर्न जान लागेको गोकर्ण हिल साइड रिसोर्ट ओ त्यहाँ पुग्ने हो अब त्यहाँ पुगेर च्याट्ट आउने हो भ्यू त ठिकै छ यो हो नि त I love Kathmandu. साथी हो अब डान्स पनि सक्यो अब हामी हिँड्न लागेको गाडी निकाल्न लागेको अलि टाढै जानुपर्ने हुन्छ सबैजना छोड्न जानुपर्छ साथी हो बल्ल घर आइपुग्यो है घर आइपुगेर पनि फेरि पार्टी हान्ने रे अब अलिअलि त हान्नै पर्यो कि पुरै यहाँनिर बियर ल्याएर लोकल कुखुरा काटेर पार्टी हान्ने रे अब एक्कासी जोसमा आएर ल अब आजको भ्लग चाहिँ यहीँसम्म हो होइन अब हामी पनि खाएर अब मजाले सुत्नुपर्छ दिनभरिको थकाइ छ ल यहाँसम्म हेरिदिएकोमा सबैलाई थ्याङ्क यू सो मच एन्ड लास्टमा डोन्ट फर्गेट टु लाइक एन्ड सेयर सब्सक्राइब है त ओके थ्याङ्क यू